हामी युवा साथीहरू समाजका बुद्धिजीवीहरूबाट र खेलाडी भाइ बहिनीहरूबाट कस्तो सहयोग तपाईहरुलाई चाहिन्छ, यसलाई कसरी समयमै यसमा कसरी व्यवस्थापन गर्न सकिन्छ भने ग्राउन्ड यो जाली हालेर यो जग्गा काटेको छ। यहाँको ग्राउन्ड कति ठुलो छ र उताको ग्राउन्ड कति सानो छ, यो पनि गर्नु पर्यो। बाटो छ, यो बाटो कस्तो बनाएको छ, बर्खाको महिना हिलो हुन्छ यहाँमा। अनि हामीलाई जर्सी बुट ब्याटहरू बलहरू दिनु पर्यो। केही रकम त आउँछ, यो रकम तर जानकारी हुँदैन। किन हुँदैन? यो चार्ट पेपरमा लगाएर टास्नु पर्यो, ठाउँ ठाउँमा बनाउनु पर्यो। त्यो ग्राउन्ड र यो ग्राउन्डमा के फरक छ, उताको ग्राउन्ड कति राम्रो छ र यहाँको ग्राउन्ड किन नराम्रो भएको। धन्यवाद। सदैव गएर खेल्छ, रमाउँछ। त्यो खेल मैदान नै यदि उपयुक्त भएन भने ऊ खेलाडी कहिले पनि असल खेलाडी बनेर जान सक्दैन। त्यसका लागि उसले जहाँ ऊ सङ्घर्ष गर्छ त्यो खेल मैदान उपयुक्त किसिमको बनिदिनुपर्छ। किनभने म एउटा ज्वलन्त उदाहरण दिन चाहन्छु। हाम्रा यहीँका खेलाडीहरू यो माटोको ट्र्याकमा खाली खुट्टा दौड्दाखेरि ल्याउने पोजिसन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा सिन्थेटिक ट्र्याकमा दौड्दाखेरि ल्याउने धेरै अन्तर आउँछ। त्यसैले जुन अहिले हामी स्तर उन्नतिको कुरा गर्दैछौँ र त्यो स्तर उन्नति गर्नेमा सर्वप्रथम हामीसँग यो ग्राउन्ड एकदमै सानो छ। त्यसैले अहिले यो ग्राउन्डमा वरिपरि जसको जमिन पर्छ उहाँहरूसँग अनुरोध गरेर हामीलाई आवश्यक पर्ने ग्राउन्ड, भोलि यो ग्राउन्ड बन्यो भने यसको प्रत्यक्ष रूपमा फाइदा कसले पाउने भनेको यहाँका जनताहरूले नै पाउने, यहाँका खेलाडीहरूलाई पाउने हो। भोलि यहाँको प्रतिफल यहाँका अभिभावकहरूले, यहाँका जनप्रिय नेताहरूले नै त्यो पाउने। ल हाम्रो कार्यमा यस्तो भएको थियो, त्यसले गर्दाखेरि त्यो ठाउँमा त्यो ग्राउन्डमा खेलेको एउटा खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछ भन्ने हुन्छ। र त्यसैले त्यसका लागि अब मलाई जहाँसम्म लाग्छ भने हामी सबैले पहल गरिदियौँ भने त्यति जटिल छैन है। हामीसँग लगभग ग्राउन्ड अहिलेको ग्राउन्ड भन्दा लगभग 20-30 मिटर थप चाहिन्छ होला यसको लम्बाइ र चौडाइमा। एउटा फुटबल ग्राउन्ड भन्यो भने फुटबल ग्राउन्डभित्र हामीलाई आवश्यक पर्ने एथलेटिक्स र अन्य खेलका लागि हुन्छ, कसै कतैतिर हुन्छ होइन। मैले यसमा धेरै चिज गुमाएको छु अहिलेसम्म। अब यो खेल भनेपछि मलाई कस्तो भने म पहिला सानैदेखि 17 वर्षदेखि अहिलेसम्म पनि खेल जीवनै बिताइरहेको छु र म भेटरान गेम पनि खेलिरहेको छु। त्यो हुनाले खेलाडीहरूलाई विशेष गरी मैले यहाँ क्वान्टिटी भन्दा बढी क्वालिटी प्रडक्ट गर्न खोजेको हो खास, जसलाई जुन यहाँको खेलाडी धनगढीको प्रदेशमा राम्रो प्रदर्शन गरेर ऊ नेसनलसम्म जाओस् र त्यो उत्पादनतिर मैले बढी ध्यान दिएको हो। र विकासका कुराहरू अब अरू साथीहरू सबैले भनिहाल्नु भयो र अझै पनि भन्ने छन्। र अब यो ग्राउन्डको लागि र यसमा अब जस्तै फुटबल प्लेयरहरू पनि छन्, कुनै अब एथलेटिक्सका खेल्नेवाला पनि छन्, अनि खोखोका खेल्ने पनि छन्, कोही कबड्डीका छन्। सबैलाई यो साझा ग्राउन्ड हो र यहाँबाट जान्छौँ भनेर हामीले धेरै खाल्डा खनेर उखेलेको र उखेलेर हामीले यो पुरा ग्राउन्ड बनाएको। हामीले खेल्दाखेरि त बलहरू रुखमा अड्किन्थ्यो, अब अहिले चाहिँ त्यस्तो अवस्था छैन। अनि एउटा बल किन्नलाई पनि हामीले धेरै सङ्घर्ष गर्नुपर्छ। हामीले यो अब अहिलेको लागि अवैध हुन्छ, हामी अत्तर निकालेर पनि हामी बल किन्थ्यौँ, त्यसरी हामीले खेल्थ्यौँ त्यो बेचेर, किनकि मैले भोगेको। तर अहिले त्यस्तो भोग्ने समस्या छैन। अहिले बरु ती घरबाट 15-20 रुपियाँ 50 रुपियाँ मागेर बरु अरू कुलततिर जान्छन्, तर यतातिर आउँदैन। त्यही हुनाले यिनीहरूले सबले त्यो छोड्नु पनि पर्ने हुन्छ पहिला। र त्यसपछि अब भौतिक पूर्वाधार र अब जो खेलाडीहरू जो माथि जान चाहन्छन्, जो आफ्नो खेल प्रदर्शन गर्न चाहन्छन्, तिनीहरूलाई अलिकति साथ सपोर्ट चाहिँ एक्लैले दुईजनाले गरेर हुँदैन। अहिले यति जम्मै भेला भएका छन्। त्यही हुनाले मलाई धेरै खुसी लागेको छ कि अब सबै मान्छेहरू मिलेर विकास पनि खेल पनि सबैलाई सँगै स्पिडमा लग्नेछन् र सबैको साथ सहयोग हुनेछ भन्ने आशा राख्दै। यो पुलको कुराहरू पनि छ। अर्को कुरा अघि एउटा समस्या मेरो घरको अगाडिपट्टि पक्की हाइट भएको पोल आउँछ, त्यो पोल हालेर घटना हुने बाटो जोगाउनु पर्ने पनि देखिएको छ। फुटबल चाहिए अब यिनलाई भन्नु के छ, म मेरो आइज भन्दा पहिला हाइलाइट
गर्नुपर्ने हो यो छलफल गरिहाल्नु पर्यो हजुर अहिले किनभने महिलाहरू यसमा सक्रियदेखि आएको छैनन् विषय त भयो हाम्रो हो म एक्लै सक्नु लागेको छैन हाम्रो एउटा समाजबाट एउटा विद्युतको यो पुष्प त्यो भए हुनाले यो यसको लागि चाहिने जसरी भए पनि यो सबै युवा समाजले यसको पहल गर्नु पर्यो गर्दा डिस्टर्ब भएको छ हो यो अति अनिवार्य त म एक्लै सक्दैन यो मैले भनिदिएको म बिमारी भइसकेँ सुगरले पनि चाप्यो प्रेसरले पनि चाप्यो अब म गर्नु सक्ने अवस्थामा छैन र यसलाई बचाउने उपाय कसरी हुने तपाईँहरूले सोध्नु होला मलाई तोड्नु दिनु यति म भन्न चाहन्छु नभए एकचोटि गएर हेर्नु चारैतिर पनि तपाईँ डाम पर्सेको 5 जम्मा नयाँ बस्ती बस्यो महिलाहरू बिहानदेखि साँझमा आउनु लागि म एक्लै मान्छे कहाँ हेर्नु चाहिने घर पनि आएर बसेपछि मात्रै हुन्छ हुँदैन अब त्यो भए हामीले यसको लागि जे पहल गर्नुपर्ने हो गरिहाल्नु पर्यो झट्ट